ल के गर्नुभएको रे आमा यो मकैको कुन्यौ ल गाई जब असार भाँचेर भदौमा यसरी थुप्राउनु पर्छ अनि यो माघ फाउन छोडाउँदै च्याख्ला पिँधेर च्याख्ला खानुपर्छ। तपाईँहरूतिर च्याख्ला मन पर्दैन होला, सुगर लागेको मान्छेलाई चाहिन्छ भने कन्ट्याक्ट गर्नु होला। हाम्रो आमालाई सुगर लागेको छैन आमा? सुगर लागेको छ, म च्याख्लै खान्छु। तपाईँको गोदाम हो यो? गोदाम हो। सक्नुहुन्छ एक्लै? ए बस्तु छन्, बाख्रा छन्, भैँसी छन्, खाने त सबै खाने। जस तपाईँलाई च्याख्ला चाहिन्छ, त्यही भएर यो तपाईँले अनि जो गर्नुभएको? जो गरेको। ए है आमाको यी भगारी पनि छन् है यहाँ, जो गर्नुभएको अरे। अब त्यसमा सङ्कटकाल लाग्न लागिरहेछ, के हो अवस्था, अब जो गर्नु पर्यो। भोलि के हो सङ्कटकाल लाग्यो भने फेरि केही नपाइएला, खाद्य नआउला भनेर यहाँ जो गर्दै हुनुहुन्छ। अब मुसाले कति खान्छ, त्यो मुसाले खाएको रहेको हामी खान्छ त, कमाइ खेती छैन, खान्छ त। कमाइ छैन, खेती छैन, बरु हामीले गरेर नखाए कसले गरेर खान्छ। ल गाई च्याख्ला चाहियो भने कन्ट्याक्ट गर्नु होला। 1 किलोको 250 मा पर्छ। ट्याक्कसँगले डेलिभरी हुन्छ। खानलाई खाँचो हुँदैन। अनि च्याख्लै खानुहुन्छ तपाईँ? च्याख्लै खान्छु। ए ल ठिक छ, एक्लै खानुपर्छ, ठिक हुन्छ।